भर्खरै छुटेको छु एउटा कुनै कार्यक्रम हामी सोचिरहेका छौँ। दर्शक महानुभावहरू नमस्कार। लाइभ नेपाली न्यूजको न्यूज बुलेटिनमा तपाईहरूलाई फेरि पनि हार्दिक स्वागत छ। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट लिएर फेरि पनि उपस्थित भएका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईँको मनमा लागेका प्रतिक्रिया छोड्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण सन्दर्भबिन समय अवधिभर हामीसँगै रहनुहोला। अन्तरिम सरकारले के काम गर्दैछ, भ्रष्टाचारका कुन फाइल खुल्दैछन्, यसबारेमा पुरा विवरण आजको समाचारमा दिन गइराखेका छौँ। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने कुरा छ, यसबारेमा पनि विशेष अपडेट आजको महत्त्वपूर्ण समाचारमा। सर्वोच्च अदालतले अन्तरिम सरकार विरुद्ध आदेश, कस्तो खालको आदेश आयो, यसबारेमा पनि विशेष जानकारी दिनेछौँ आजको समाचारमा। र यस्तै अन्य विभिन्न महत्त्वपूर्ण समाचार अपडेट छन्। साथै नेपाली कांग्रेसमा अब महाधिवेशनको माग व्यापक रूपमा चर्चामा आएको छ। रविबार ठुलो खबर बालन शाहमाथि निकै ठुला आरोप। दर्शक महानुभाव आउनुहोस्, अब पहिलो तथा विशेष खबरतर्फ लागेको। जेन्जी विद्रोहपछिको अवस्थामा संविधानलाई ट्र्याकमा ल्याउन संसद पुनर्स्थापनामा जाने हो वा निर्वाचन भन्नेमा राजनीतिक दलहरू दुई कितामा विभाजित भएका छन्। संविधानले परिकल्पना नगरेको यो स्थितिमा संविधानलाई ट्र्याकमा ल्याउन सभामुख देवराज घिमिरेले बुधबार प्रतिनिधि सभा विघटनको विषयमा राजनीतिक दलसँग छलफल गरेका थिए। दलहरूको आधिकारिक धारणा बुझ्न बुधबार सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा बोलाइएको सर्वदलीय बैठकमा अबको राजनीतिक निकासबारे विभिन्न राजनीतिक दलहरूको भिन्न दृष्टिकोण राखेका थिए। भदौ 23 र 24 गते भएको जेन्जी विद्रोहको बलमा भदौ 27 गते सुशीला कार्की नेतृत्वको सरकार गठन भएको थियो। प्रधानमन्त्री भए लगतै कार्कीले गरेको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका हुन्। यस पृष्ठभूमिमा भएको छलफलमा नेकपा एमाले संसद पुनर्स्थापनामा माग गर्दा अरू राजनीतिक दलहरू संविधानको किताबले होइन परिस्थिति हेर्नुपर्ने भन्दै चुनाव नै निकास खोज्नुपर्ने पक्षमा उभिएका छन्। उनीहरूले चुनावको वातावरण बनाउनु पर्ने खाँचो समेत औडाएका छन्। नेकपा एमालेका नेता एवं सचेतक महेश बर्तुलाले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक असंवैधानिक रहेको बताए। संसद पुनर्स्थापना हुनुपर्छ, संसदलाई जीवित राख्नुपर्छ, सरकारले चुनावको तयारी गरेको छैन। उनले भने वैधानिक संस्थालाई जीवन्त राख्नुपर्छ, यसको न्यायिक परीक्षण हुनुपर्छ, यसमा राजनीतिक दलहरूले दबाव सिर्जना गर्नुपर्छ, सभामुखले भूमिका खेल्नुपर्छ। 8 दलले विज्ञप्ति निकालेर असंवैधानिक हो भनिसकेको स्मरण गर्दै नेता बर्तुलाले त्यसका लागि धन्यवाद दिँदै संवैधानिक मार्गबाट निकास निकाल्नु पर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनेर टिप्पणी गरी एमाले अरू दलहरूको साथ खोजिरहेका बेला माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राप्रपाले संविधानको किताब हेरेर अहिले निकास ननिस्कने भन्दै चुनावमै जोड गर्न सुझाव दिएका थिए। नेपाली कांग्रेसले संसद पुनर्स्थापना वा निर्वाचन दुवै बाटोमा जान तयार रहेको धारणा राखेको थियो। नेकपा माओवादी केन्द्रको तर्फबाट नेता हितराज पाण्डेले संविधानको किताब हेरेर अहिलेको निकास ननिस्कने उल्लेख गर्दै परिस्थितिको निकासका लागि निर्वाचनमै जानुपर्नेमा जोड दिएका छन्। संविधानको किताब हेर्दा यो सरकार गठन र विघटनलाई असंवैधानिक देखिन सक्छ, तर अहिलेको परिस्थिति ख्याल गर्नुपर्छ। अहिलेको परिस्थितिमा निकास भनेको चुनाव नै हो, सरकारले चुनावको वातावरण बनाउनुपर्छ। उनले भने नेता पाण्डेले जेन्जी आन्दोलन इतिहासकै दुर्लभ घटना भएको बताउँदै भनेका छन्। हाम्रा कमी कमजोरी के कसो छन् समीक्षा गर्नुपर्छ। नेकपा एकीकृत समाजवादीले पनि चुनावकै पक्षमा आफ्नो मत प्रकट गरेको छ। नेता राजेन्द्र पाण्डेले 8 दलले यसअघि नै आफ्ना कुरा राखेको र यसले दलहरू संसद विघटन विरुद्ध छन् भन्ने सन्देश गएको बताउँदै भनेका छन्। तैपनि सरकारले चुनावको वातावरण बनाउँछ भने चुनावमै जाने हो। जेन्जीसँग वार्ता, शान्ति, सुरक्षा र चुनाव गरी सरकारको 3वटा म्यान्टेन रहेको उल्लेख गर्दै नेता पाण्डेले भने यसमा सरकार केन्द्रित हुनुपर्दछ। जनता समाजवादी पार्टी नेपालका नेता रेखा यादवले पार्टीले चुनावमा जाने निर्णय गरिसकेको बताएका छन्। जसपा नेपालले पनि 3 असोजमा यस्तो निर्णय लिएको थियो। अर्को साता फेरि छलफल हुनेछ, त्यहाँ संसद पुनर्स्थापना बारे छलफल हुने बताइएको छ। राप्रपाका नेता ज्ञानेन्द्र साईले जेन्जीको माग पूरा गर्न संविधान संशोधन हुनुपर्ने बताएका छन्। यदि संविधान संशोधन हुने वातावरण बन्छ भने एउटा कुरा नत्र संसद पुनर्स्थापनाको कुरा गर्न आवश्यक छैन। कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले पनि प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको बताउँदै प्रतिनिधि सभा पुनर्स्थापना तथा चुनाव दुवै बाटोमा जान पार्टी तयार रहेको धारणा राखेका छन्। प्रमुख सचेतक घिमिरेले सर्वोच्च अदालतमा रिट पुगिसकेको जानकारी आएको बताउँदै सर्वोच्चको व्याख्या र आदेशलाई मान्दै सरकारले घोषणा गरेको निर्वाचनको तयारी पनि थाल्ने जानकारी गराएका छन्। पार्टीको 10 अघि बसेको कार्य सम्पादन समिति बैठकले संसद विघटन असंवैधानिक भनिसकेको उल्लेख गर्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट नभाग्ने समेत स्पष्ट पारे। अबको निकास भनेको संसद पुनर्स्थापना वा चुनाव हो। सरकारले चुनावको वातावरण बनाइसकेको छैन। सरकारले शान्ति सुरक्षा कायम गर्दै
चुनावको वातावरण बनाउँछ भने फ्रेस म्यान्डेटमा जान काङ्ग्रेसलाई कुनै आपत्ति छैन। भरि चुनाव हुन्छ भने काङ्ग्रेस भाग्दैन। सबैको कुरा सुनेपछि सभामुख घिमिरेले आफ्नो फरक धारणा नरहेको बताएका छन्। मेरो अहिले अर्को कुनै धारणा छैन, तर लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि मैले के गर्नुपर्छ गर्छु। यहाँहरूसँग पछि थप छलफल गर्छु र एउटा निष्कर्षमा पुग्छु। बैठकको सुरुमा सभामुख घिमिरेले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनका विरुद्धमा रेड परिसकेको अवस्थाबारे जानकारी गराएका थिए। प्रतिनिधि सभा विघटनको विषयमा सभामुखले अदालत जानुपर्छ भन्ने कतिपयको धारणा छ। मलाई जे गरे पनि दलहरूको सल्लाहमा गरौँ भन्ने लागेको छ, त्यसैका लागि बैठक बोलाएको हुँ, घिमिरेले भनेका छन्। दर्शकमार्फत त्यसरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध जेनजी आन्दोलनमा दमन गरेको भन्दै परेको उजुरी तामिलीमा राख्ने तयारी भएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भने पनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए। सुरुमा उहाँहरू उजुरी दर्ता गरेर तत्काल कारबाही अगाडि बढाउनुपर्छ भन्ने पक्षमै जोड दिन रहनु भएको थियो, तर उहाँहरूले पनि वर्तमान अवस्था र कानुन बुझ्नु भएको छ। हामीले यसरी अगाडि बढ्दा आउन अप्ठ्यारो बारे बुझायौं। सबै सुरक्षा निकाय यसमा एकमत भएपछि उहाँहरू पनि सहमत हुनुभयो, एक उच्च सुरक्षा अधिकारीले भनेका छन्। उनका अनुसार प्रहरी लामो परामर्श र छलफलपछि तत्कालका लागि पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, जेन्जीको एउटा समूहका अगुवा सुदन गुरुङ लगायत विरुद्ध यस बीचमा परेका उजुरी तामिलीमा राख्ने निष्कर्ष नजिक पुगेको छ। जो विरुद्ध उजुरी पर्छ दर्ता गरेर पक्राउ गर्दै जाने हो भने अवस्था कहाँ पुग्छ। यो सरकार र सरकारका प्रमुखहरू पनि सधैँ त रहँदैनन्। उनीहरूलाई पनि भोलिका दिनमा थुनमा गर्दै उजुरी पर्यो भने के गर्ने, यसरी समात्ने बाटो भयावह छ, ती अधिकारीले भनेका छन्। यसरी प्रहरीमा उजुरी आए जति अगाडि बढाउँदै जाने हो भने जाँचबुझ आयोग बनाउनुको अर्थ के त? त्यही भएर आयोगको प्रतिवेदन अगाडि दुवै पक्षमाथि तत्काल कारबाही अगाडि बढाउनु ठिक हुन्न। गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व सरकार प्रमुखलाई तत्काल पक्राउ गरेर अगाडि बढ्न दबाब दिए पनि जेएनजीतर्फ भने कारबाही नगर्न र पक्राउ गरिएकालाई पनि रिहा गर्न आदेश दिएका थिए। अर्यालको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर हिरासतमा राखेका आन्दोलन पक्षका झण्डै 200लाई रिहा गरिसकेको छ। उनीहरूलाई आफन्तको जिम्मा लगाएर रिहा गरिएको र पछि आवश्यक पर्दा फेरि मुद्दा अगाडि बढ्ने प्रहरी स्रोतले जनाएको छ। ओली र रमेश लेखक विरुद्ध जेएनजी समूहका अगुवा सुदन गुरुङले नै प्रहरी परिसरमा काठमाडौँमा उजुरी दिएका थिए। प्रहरी उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सुदन र बाले विरुद्ध पनि नेकपा एमालेको विद्यार्थी संगठन अनेरा चौले उजुरी दिएको थियो। यो उजुरी पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। यी सबै उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो। आयोगले फौजदारी कसुरको उजुरीमा कारबाही गर्न प्रहरीलाई बाधा नगर्न उजुरी फिर्ता गरेको छ। दर्शकमार्फत त्यसरी नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन र जेएनजीका मुद्दाहरू प्राय समान रहेको बताएका छन्। बिहिबार चितवन जिल्ला पार्टी कार्यालयमा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेएनजीका मुद्दाहरू नेकपा माओवादी केन्द्रले 2064 सालको निर्वाचन अगाडिदेखि नै उठाउँदै आएको बताएका हुन्। हालैको जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा प्रचण्ड स्पष्ट धारणा राखेका छन्। उनले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत संगठित भएको युवाको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए। उनले भने युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचार विरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वरूप बनेर प्रस्तुत हुनु गौरवको कुरा हो। संयोजक प्रचण्डले 23 गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको गम्भीर सुरक्षा लापरवाहीलाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भूमिकाको आलोचना समेत गरेका छन्। उनले भने युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो, तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो। गोली हानिदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरी अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो। त्यसको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने प्रचण्डको भनाइ छ। उनले तोकिएकै मितिमा निर्वाचन गराउन सबै पछि लाग्नुपर्नेमा समेत जोड दिएका छन्।